अस्ति देउरानी जेठानी मिलेर गिलो चटपटे खाएको नि त साथीहरू हामीले। ए भगवान्, बच्चाहरू घरमा आएपछि त तल्का पिटे। हामीलाई चाहिँ गिलो चटपटे नबनाइदिने, हामीलाई चाहिँ कति मन पर्थ्यो। हामी चाहिँ नहुँदाखेरि घरमा बसेर मिठो मिठो खाजा खाने, हामीलाई नै बनाइदिन पर्छ भनेर दिमाग खराब गरे हेर्नु साथीहरू। त्यसपछि उनीहरूलाई सटरडे खामला तिनीहरूको बिदाको दिन भनेर हामीले मनायौँ। हिजो सटरडेको भिडियो हो कि साथीहरू, गिलो चटपटे नबनाएसम्म हामीलाई सुख दिएन। त्यसपछि तिनीहरूले एडिट गर्न पनि नभ्याएर मैले आज बल्ल एडिट गरेर राख्दैछु। तिनीहरूको लागि मैले गिलो चटपटे बनाउनलाई सस रेडी गरेँ। ससमा चाहिँ मैले थोरै आटा अनि फुड कलर राखेर चलाएको गरेर अनि त्यो सस रेडी गरेँ। अनि सबै सामानहरू जोडजाड गरेर कटिङको काम चाहिँ देउरानीले गर्दै थिइन्। अनि सबै सामान राखेर उनीहरूको लागि गिलो चटपटे बनाइयो। उनीहरूले चाहिँ पिरो खाँदैनन् क्या साथीहरू। अनि पिरो नराखिकन उनीहरूलाई मोलमाल गरेर घरकै कागती छ अनि सस राखेर मजाले मोलेर तिनीहरूलाई दियो। उनीहरूले अनि खाए। त्यसपछि पिरो अलिअलि हालेर देउरानी जेठानीले खायौँ हामीले। बुवाले नि खानुभयो हिजो चाहिँ। मिठो चटपटे खाना पाइयो, बल्ल बनाइदिनु भयो भनेर गम कि कम मिठो भयो भन्दै गम कि गम खाए साथीहरू। हाम्रो बच्चाहरूले चाहिँ एकदम मन पर्यो अरे उनीहरूलाई। अब सटरडे यस्तै खाजा बनाइदिनु पर्छ है भने